गौतम बुद्धले ओम शान्ति शान्ति जगता गए त्यतै शान्ति भनेर ठक्क हात उठाएको छ होइन। बुद्धको जन्म जापानमा हुनुपर्ने क्या, बनाउनु पनि जापानीहरूले खत्रै बनाएको क्या। यो चाहिँ भर्याङ हो होइन। यहाँ चढेर गएपछि ऊ माथि छ मन्दिर चाहिँ कस्तो खतरा पत्थर खोपेर बनाएको छ क्या। हेर्नु न तपाईँहरू हेर्नु सक्नुहुन्छ। अझै साक्रा फुलेको आउँदा चाहिँ बेस्ट है त। यो मन्दिर चाहिँ यस्तो चट्टानलाई पनि खोपेर बनाएको हेर्न महाकसम। जापानिजहरू मान्नुपर्छ क्या, धर्मप्रतिको आस्था चाहिँ भएकै हो क्या यिनीहरूको। यो भर्याङ यहाँबाट चढेर गएर पूजा गर्नुपर्छ है। म नि अब पूजा गर्ने चढेको अरू एक स्टेप भर्याङ भयो है गाइजहरू। धर्मप्रति आस्था चाहिँ भएकै हो क्या। मन्दिर चाहिँ फेरि ऊ माथि छ क्या, यस्तो चट्टानमा बनाएको छ क्या बनाउनु। वाउ, मान्नुपर्छ जापानिजहरूको माइन्ड होइन। यो फेरि 716 सालमा बनाएको नि, फेरि अहिलेको होइन, कहिले कहिले जमानाको हो क्या। यस्तो खतरा बनाएको छ कि हेर्नु न। आयो थाक्दो रहेछ हौ गाइजहरू। यस्तो भर्याङमा चढेर यो खाइदान भन्छ होइन, यहाँबाट चढेर ठक्क पूजा गर्दै समुद्र हेर्दै पूजा गर्नु मिल्छ क्या। पूजा पनि गर्न पाइने, समुद्र पनि हेर्न पाइने। पानी जाँदा यो चाहिँ लाइट हाउस हो होइन, हेलिकप्टर उडिरहेको हुन्छ। यस्तो बवाल छ क्या। वाह, मन्दिर चाहिँ यहाँ माथि हो। यस्तो खतरा ठाउँमा बनाएको छ क्या बनाउनु पनि। अबे म खासमा यो बाटो हिँड्नु पर्ने झर्ने बाटोमा हिँडेको छु होइन। यस्तो बवाल बनाएको छ क्या मन्दिर, यस्तो चट्टानमा डरै मर्दो ठाउँमा क्या। बुद्धवास बनी नेपाल भन्छ, तर बुद्ध नेपालमा जन्मेको जस्तो लाग्दैन क्या मलाई चाहिँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ हेर्नु, हाम्रो बुद्ध नेपालमा जन्मेर ठुलो गल्ती गर्यो क्या। किनभने अब त्यहाँ प्रोटेक्टै छैन नि त, संरक्षणै छैन नि त हाम्रो नेपालमा। यहाँ जस्तो हेर्नु त, यहाँ कस्तो छ सबै कुरा बुद्धलाई संरक्षण गरेर। जापानिजहरूले पनि भन्छ कि बुद्ध चाहिँ नेपालमा जन्मेको होइन, इन्डियामा जन्मेको भन्छ। त्यो चाहिँ उहिले राणाहरूले होइन, राजाहरूले साले बुद्धको जन्मस्थल जस्तो बेचेर खाइदिएछ क्या। त्यही भएर पनि त्यस्तो भएको हो। त्यो पाहाडलाई खोपेर होइन, यस्तो पत्थरलाई क्या, चट्टानलाई भनौँ न, अझै चट्टानलाई खोपेर होइन, फोडेर केले फोड्यो थाहा पनि छैन होइन। पुरा खोपेर मन्दिर बनाएको छ होइन, मन्दिर बनाएको छ यस्तो ठाउँमा है। आज चाहिँ फेरि गाई छ होइन, एक माना भात घिच्यो अरे। यो दाइफुकुजीमा पूजा गर्न आएको छु म चाहिँ। यो दाइफुकुजी चाहिँ अरे अझै साक्रा फुलेको बेला आउनु पर्ने, म चाहिँ अलि अगाडि आएछु।